मैले एप जेपे त मैले डाउनलोड त गरेँ होइन। अब नेपाल पैसा पठाउनु पर्ने छ फेरि। अस्ति त दाइले सहयोग गर्नुभएको थियो हाम्रो दाइले। हजुर यो चाहिँ आफैले कसरी चलाउने भन्ने चाहिँ अलिकति जानेको छैन। कन्फ्युजन हुनुभयो। एकदमै इजी छ। हजुरले यो एप्लिकेसन डाउनलोड गरिसकेपछि पहिले मेम्बर हुनु भएको छ भने चाहिँ लगइनतर्फ गएर आइडीलाई एक्टिभ गर्नु पर्यो। इफ रजिस्टर मेम्बर पनि हुनुहुन्न भने चाहिँ रजिस्टर गर्न पर्यो र रजिस्टर गरेको 1 विकभित्र लसन कार्ड आउँछ र लसन कार्डबाट डिपोजिट गरेको पैसा एप्लिकेसनको वालेटमा देखाउँछ र जुन जुन पैसालाई हजुरहरूले रिसिभर एड गरेर नेपाल पैसा पठाउन मिल्छ। अब हजुरले नबुझेको कुरा चाहिँ के हो? बुझ्न त बुझेँ मैले। अब टाइम भएको बेलामा एकचोटि गरेर हेरौँ न है। अहिले नै स्क्रिनमा गरेर हेरौँ न है। ल हुन्छ, ल निकाल्नु नि त, के प्रब्लम भयो? Few moments later. यति नै हो गर्नुपर्ने दाजु? एकदम सजिलो छ। मैले नजानेको त रहेछ नि त, गर्दा त सजिलो रहेछ नि त होइन? हजुर, हाम्रो एप्लिकेसन चाहिँ जापानमा अरू रेमिटान्सहरू भन्दा पनि एकदमै सजिलो छ कि। एप्लिकेसन चाहिँ एकदम सजिलो छ क्या हाम्रो। मैले पठाउनु त पठाइसकेको छु, तर आफैले चाहिँ पठाएको थिएन। आफैले चाहिँ हालेको थिएन, दाइहरूको सहयोगबाट गरेको थिएँ। हजुर आज आफैले गर्न पाउँदाखेरि ल चुकी खाएर म अब आफैले गर्छु भन्ने चाहिँ अनुभूति भयो। ओके, थ्याङ्क यू सो मच ब्रदर। हाम्रो एफजिपीलाई यसरी नै माया गरिदिनु होला है त। आफै गर्नु मिल्छ नि, कस्तो नगर्नु न एफजिपी, कस्तो नगर्नु भन्नुहुन्छ फेरि। अब ओसियत कुरे तयारी का त हो जाएमा। ओए न्यू जेउजुने